आज हाम्रो यात्रा कहाँसम्म गऱ्यो? हाम्रो आज पहाड शङ्खसभा जिल्लाको हामी एकदम हिउँको घानीमा जाँदैछौँ। हिउँ परिहाल्यो भने भोलि हामी 2-3 भएको लगाए हामी कहाँ आइपुग्यौँ अरे? हिले बजारमा आइपुग्यौँ अरे। हिलेमा चिप्लेर हाल्ने यो सही छ हैन? यो चाहिँ हाम्रो हिले अब हामी लेकुवातिर झर्छौँ। बवाल नि बा, यो चाहिँ हाम्रो मेन मान्छे हो फेटा बाँध्ने। जाडो भएको अवस्था 12 बजे पनि जाडो हुन्छ यहाँ। सुन्तलाहरू चाहिँ सही रहेछ हैन? अब यहाँ हामी चिया खाने। यसले चिया खाने नि भन्छ। हजुर भन्छ त। हामीले चाहिँ भन्छौँ, उसले सुन्छ मात्र। ल मेरो फोटो जान्छ। ए आयो मजाले आउँछ। ठिक छ। हजुरको नाम के हो? मेरो सूर्य खड्का, सानोमा पर्छ महालक्ष्मी 4। ठिक छ। कहाँ हिँड्नुभएको तपाईँ? म टिचर हुँ। म यहाँ एकजना भतिजाको दाँतको उपचार गर्न आएको। कुन स्कुल पढाउनुहुन्छ? म कैलाशेश्वरी पराजी डाँडा गाउँ। त्यतै हिँडेको डाँडा गाउँ नै हो। होइन, हामी सङ्घसभा उता पारि हो हाम्रोबाट उता। म खाजबारीको पानी खान्छु। हामी भेट्न हिँडेको मान्छे टिचरै हो। लीलाबहादुर के राई। ए म खड्का हौ, सूर्य खड्का हुन्छ। कुन खड्का? लक्का महाराजी खड्का हौ। महाराजी खड्का काम गरेको 37 वर्ष भयो। स्थापीको 38 वर्ष भयो। अब भदौमा मेरो निष्कासन हुँदैछ। अनि ततिर झरिन्छ। तराईमा घर ठोकिसक्नु होला नि त। भर्खर धरानमा अब गएपछि बस्नको लागि यसो व्यवस्था गर्दैछु। अहिले यता चाहिँ मन लागेन? रमाइलो रहेछ। त्यता रमाइलो छ। हाम्रो खेतीपाती टन्न हुन्छ। छोराछोरी सबै बाहिरी विदेश गएको छैन। नेपाल 5वटा छोराछोरी छन् झ्याम्मै। अनि पढाइ उनीहरू डिग्री सबैले गरिसक्यो। एउटा आर्मी छ हालत, एउटा इन्जिनियर छ, एउटा मावि टिचर छ, एउटा बैंक टिचर छ। मलाई खुसी छ। मैले माटो केही जोडिनँ। कमाएको पैसा लाग्छ। मलाई भन्थे मास्टर भइकन यसले के गर्छ? मास्टरसँग भेटेर तँलाई चाहिँ कस्तो लाग्यो? है मास्टरले नि संसारलाई उज्यालो बनाउँछ क्या। हामी कमाएको पैसा सम्पत्ति तपाईँले एउटालाई ब्याङ्कर बनाउनु, एउटालाई टिचर बनाउनु, एउटालाई आर्मी बनाउनु, त्यही सम्पत्ति। तपाईँ एमएससी सक्ने जग्गा छ, एउटा हल्ला छ। त्यही हो सम्पत्ति नै त्यही। घरको बुढीले भात पकाउनु जेन्जिया होला। भोलि देखा तर अब 3-4 बस्नु चाहिँ कता बस्नु धारण कहाँ खाता जोक छ। त्यो जग्गा महँगो छ त हौ। 1 करोड 30 मा जेठा छोराले बाहिरमा लियो।
अनि मलाई के लाग्यो नि मैले पनि घडी किनेछु भन्ने लाग्यो चिया हामीलाई पनि हो त चिया यता घर बारी सामान्य सबै अन्डा जोडेर खानु पर्छ हामीलाई 3टा चिया हैन त ये गाड़ी जाएगा ओ वाह वाह 500 लग जाएगा मुमकिन 700 तो धरान से है धरान देखि 700 हो यहाँ देखि कति होला 500 है यहाँ 200 भक्कर 500 पर हेड हाँ पर हेड आपका एक आदमी का 500 500 1000 नेपाल का इंडिया का नहीं नहीं है ना इसीलिए मैंने आया अभी आपके 200-300 बोल रहे हिल एरिया है ना ये हिल एरिया है हम भी नए हैं ना अच्छा यहाँ पर अभी आपको टूरिस्ट नहीं ठगेगा इधर के लिए तो टूरिस्ट ही है यहाँ पर आपको नहीं ठगेगा से वीडियो बना रहे हैं हम हाँ हम लोग नेपाल से हैं नेपाल से ग्रेट 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 वंडरफुल नेपाल इज अ वंडरफुल ब्यूटीफुल कंट्री यस एवरीवेयर इज ब्रदरहुड एंड लव एंड हाइजीन वंडरफुल एभ्रिथिङ इन्डियन पैसा कति गर्यो 1000 कति कति पर्यो 500 को 800 भयो हैन 500 हुआ नेपाली 500 नेपालीज रुपीज 500 नेपाली 500 पर हेड ना के भन्न चाहन्छौ तिमी अब आज अब बल्ल घुम्न हिँडे जस्तो लागिरहेछ जाडो भइरहेछ हैन अब ज्याकेट सिक्ने बेला भएको छ मैले चिया खाने बेला जाडो हुन थाल्यो अब चाहिँ चिया बन्दैछ हैन बियर खाएको छ कि अघि चिया र बियर अस्ति फेरि मलाई पाउन गयो कि रेड बुल र दुध दिएको थियो पुरा दुध फिर्ता गरिदिए पसलले हारू गाउँ गएको होइन रेड बुल र दुध दिएको छ यहाँ दुध चाहिँ फिर्ता गरेर रेड बुल चाहिँ हाल्नु दुध त डेली खाएको है पढेको भयो बस्ने है ल बस जाने में टाइम है ना रुचिलो त अनि उता मधेसको चिया र पहाडको चियामा के रहेछ फरक हजुर यहाँको छिटो चिसिदो रहेछ पैसा तिरिस कति तिरिस 120 सस्तो हो कि महँगो हो तेरो विचारमा सस्तै हो सही हो उहाँ 20 रुपियाँमा यति चिया दिन्छ यहाँ यति दिएको छ बिस्कुट मिठो छ धनकुटाको खास अर्ग्यानिक मेरिन धनकुटा बिस्कुट के थिच्नुपर्छ धनकुटा बिस्कुट हो साह्रै मिठो मेरो फोटो खिच्दै ब्लगिङ गरेको मेरो चाहिँ ब्लगिङ गरेको फोटो खिच्दै भनेको क्या ल यस्तो खिच्दै भनेको आइफोन हुनु जिन्दगी झन् छ ढुक्ला के हो यो के लेखे त्यो चाहिँ अब हाम्रो होइन यहाँको वेदर टेम्परेचर कति छ खासै छैन होइन नेटै छैन 20-22 छ छैन यहाँ भनेको 13-14 13-14 त पुग्दैन होला
पुग्छ माइनसमा जान सक्छ। कम्ती छ 7 देखि 13 14 सम्म। रहेछ यार 18 होला भन्नु किन भन्दाखेरि यो वेदर नि यो चिसो नि मर्निङ हुन्छ क्या, त्यो इटालीमा बिहान हुन्छ क्या, त्यो बिहानको चिसो हो क्या। यो ठाउँ चाहिँ जानु हिलेको मेन सिटीहरू हिलेको अरे खै त अनि यहीँ छौँ हामी। लु ल कुन कुन ठाउँ जानु भने ल खै 5-6वटा ठाउँ छ कुन कुन भनेर अहिले बिर्छु। शङ्करसँग पुगौँ न -13 मा छु ए +13 मा छु। +13 मा छु होइन 13 मा। कस्तो अनि कहाँ पिक गरेको हो? खाँदबारी काँतबारी। गाडी कस्तो झार्नु खोजे जस्तो भएर पछाडिको मान्छेले झरे जस्तो लाग्छ। यस्तोमा त अनि यहाँबाट झरेको त्यही छ। गाडी पार्क गरिरहेको छु यहाँ। यो खाँदबारी को डाँडा को बस पार्क क्या त्यो मान्छेलाई क्या रुद्राज छ यो चाहिँ। यो यता फाला फाल छ, चाहिँ फाला या फाला फाल यता भुइँमा फालिरहेछ। एक मुखे पो छ त फेरि फाला फाल। के हो यो? ओइ 7 मुखेलो 3000 7 मुखेलो 3000 1 2 3 4 5 5 मुखे ल 6000 5 मुखे किलोको हिसाबले 30 रुपैयाँ किलो। फेरि काम छैन। यो बोटबाट त्यही फल्ने होला क्या, यस्तै फल्ने होला क्या, त्यही भएर चारी सुकाएको होला नि त। सुकाएको हो यो पछि सुकाएको हो भने 1 2 3 4 एक मुखे चाहिँ भेटे सही हुन्छ। एक मुखे भेट्दैन। बोट चाहिँ कुन छ अरे यो ठुलो चाहिँ हुन्छ नि, ठुलो चाहिँ हुन्छ क्या मुखे धेरै। किन धेरै मुखे पनि छ यो? 12 मुखे छोड्दै अहिले यो अब कहिले घटिसक्यो। टुरिज्म एरिया घुम्नु जानुपर्छ होइन। अब यहाँ उठ्छ उसले कता घुमाउँछ नभए पनि त्यसलाई थाहा छ, त्यसले भनेपछि घुम्ने ठाउँ थुप्रै छ हाम्रो। ल भन तिमीहरू झगडा ल हेरेर त हेलो कस्तो फिल भइरहेछ अरे? दामी दामी हामी त बाहिर भन्दा पनि यहाँ माथि पो हामी त बजारतिर भानुचोक भानुभक्त चरा भन्नु न हो र ल जाउँ न त हामी यता बोलाउनु मजा रहेछ त नि त्यताबाट माथि चढ्न त्यो उयो यता टुरिस्टतिर हामी पनि टुरिस्ट होइन हौ ल हामी अब तल पनि आउँदैछौँ ल आइज टुरी खेलतिर आइज त्यो
टुडी खेलको मैदानमा बस्ने छ नि त्यहीँ बसिर त्यहीँ बसेर लगो दाइ हो के छ तपाईँको ठिक छ ब्लगको नाम सोधेको होला मैले नाम के पो छ केही छैन ब्लगको नाम के छ अरे हटाले गरेको छैन बनाइ मात्र आएको मेरो पनि यता यता देखाउनु त मेरो पनि सब्सक्राइब हान्दै पिङ्कु ब्लग पिङ्कु ब्लग कति छ धेरै रहेछ तिम्रो सब्सक्राइब गरिदिनु पर्यो ठिक छ सदाबार मान्छेलाई मैले स्वागत गर्ने ठाउँमा तिमीहरूले धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद छ अब म खाना पकाउँछु दोस्रोलाई ओढेर चस्मा ठिक छ केटाहरूले म आज भएन के लानु भनेर केटाहरूले यो पनि त्यत्तिकै बोकेको हो होइन चाहियो युज गरेर नत्र भारी किसिम बोक्ने फेरि कस्तो दुःख भइरहेको तिमीहरूलाई आजको यो बिहानीको समयमा यो डाँडा नआउँदाखेरि केही भनिदियो एक छ त जाओस् तिम्रो कुरा यहाँ चाहिँ अहिले यस्तो दामी फिल भइरहेछ होइन एकदम आनन्द यता हेर्नु पहाड हिमाल होइन सही हो हाम्रो लीलाबहादुरको भनाइ पनि केही छ त्यहाँ फोटो रेकर्ड नै भइरहेछ सही छ विशेष सूत्रअनुसार विशेष जानकारी सूत्रअनुसार यो ठाउँमा चाहिँ के भन्छ अरे खानबारी खानबारी सङ्घ सर
यस्तो चिसो पानी होइन हात त चिप्लो जस्तो लाग्यो मलाई अब घर त हात मरेको छैन उसै फिर्ता नदिएको आम्मामा के भन्यो भन्दाखेरि म्याडम म पनि टिकटक र फेसबुकमा धेरै एक्टिभ Stars so cold and bright, I drive alone with memories as my only guide. Your voice once a melody, now just an echo in the dark. Echoes through the silence as I steer towards the mark. The radio plays our song, but it just makes me feel so low. The radio plays our song, but it just makes me feel so low. Oh, oh. In the quiet of the night, under stars so cold and bright, I drive alone with memories as my only guide. Your voice once a melody, now just an echo in the dark. Echoes through the silence as I steer towards the mark. The radio plays our song, but it just makes me feel so low. The radio plays our song, but it just makes me feel so low. Oh, oh. पहाड यता हेर यतै पहाड उता हेर उता पहाड हामी पहाडको बिचमा अनि यो रुद्राक्षले चाहिँ हो मान्छेलाई यहाँ टिकाएको अझ अलैँची ल्याऊ नलिने कस्तो लाग्यो तिमीलाई यो फिल त एकदम आजको महसुस के भयो अरे तिमीलाई कहाँ के सकियो जस्तो लाग्यो अरे पृथ्वी सकिन आँट्यो जस्तो लाग्यो मलाई यो ठाउँ टुप्पो छ होइन अब यो पहाड पाडी हिमालय होला हिमाल त अझै छ नि पुग्नुको लागि कहाँ नि हिमाल पछि चाइना फेरि रसिया छैन भन्ने थाहा भएको भए चाहिँ सकियो जस्तो लाग्छ मलाई यो चाइना पछि रसिया चाइना छ हामी छौँ यस्तो डेन्जर गाडीहरू यसो हो क्या हाम्रो यात्रा हाम्रो यात्रा यसो हो क्या अब स्टार्ट हुँदैछ बल्ल यात्रा स्टार्ट हुँदैछ होइन त्यो यात्राको क्रममा हामी यो एउटा एकदम खतरनाक गाउँमा आएर हामी अहिले बसिरहेको छौँ
खादबारीको कुन ठाउँ अरे गढी छ सभा होइन गाडी त अब त झन् बाटो त राम्रो छ कस्तो भयो बाटो त राम्रो छ नि त्यही हाइवे बाटो त अलि जसरी पुल कटेर आयो नि हो त्यस्तै बाटो छ राम्रो छ बाटो सङ्घर्ष सभाको गढी भन्ने ठाउँ यो उकालै हान्नुपर्छ नि फेरि उकालो हान्नुपर्छ अब होइन जानेर सकिन्छ यो त फोटै हाल्नुपर्छ नि साइलालाई देखाइदिँदा ममा यहाँ पुगेर त्यो त थाहा त छैन होला के छैन थाहा त छैन होला त्यो आएदेखिको त आएको छैन हेरतिर आएको छ गएदेखि त आएको छैन त्यो साइला आउँदैन पनि होला यस्तै माल खाएर दिइरहेको हुन्छ हिमाल त हिमालय हो कि तर यो हिमाल होइन क्या त्यो तिमीले चाहिँ हिउँको हिमाल होइन भन्न खोजेको हिउँको हिमालय होइन यो त्यसमा रुखहरू पनि छ त्यहाँ हेर न रुखहरू मुस्किल छैन के गर्न हिमालय भए पनि पाहाडै हो भने अब देखियो होइन मान्छे सुत्दै हाल्दैन मान्छे त हाल्दैन यो रामबेल हो त्यो सुन्छ रामबेल त्यो हुँदैन टमाटोको जस्तो पर्छ नि रामबेल के भन्छ नि ए उयो चिचिन्डो मैले भनेको त्यही त त्यो चिन्डो होइन चिन्डो भनेको त तिम्रो यो 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 जस्तो हुन्छ पर्वल जस्तो हुन्छ पहाडे उयो हो क्या यो पहाडे टमाटर बेलबेडा त्यसलाई चिचिन्डो भन्छ चिचिन्डो भनेको त तिम्रो यो जस्तो हुन्छ यो के हो चिचिन्डो रामबेल यो 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 बोट यहाँ हो उतातिर होइन यही बोट टमाटर क्या यो टमाटर हो कुन टमाटर के भन्छ यो रुख टमाटर भन्छ अनि उता नजाने अब उता घर नजाने उताको जामीहरू चाहिँ जामी चाहिँ कता छ जामीहरू चाहिँ ए काठमाडौँमा छ है ल हुन्छ लास्ट सुन्दैछौँ हामी है त हस् ओके ल गएको भेट्दै गरौँ
आउनु कस्तो गरेर छिटो आऊ कहाँ बोलायो तिमीहरूले बोलाएर मलाई उकालो नि ए म त हजुरलाई ठेला कडा हो धीरज बोकेर लो नि धीरज खुट्टा चक्छ नि कि खुट्टा हो कि माथि हो त्यो त अब हिँड्ने बानी मेरो पनि छैन सर यत्रो ल होइन यसरी बस्यो त रात भोलि गइँदैन के हो ऊ सोल्टी ठाउँ गाडी भयो गइन्छ ल हिँडेन ए म ठेल्छु तिमीलाई कहाँ बोक्नु जानु परेन अदुवा यो होइन अझै यो अदुवा अलैँची चाहिँ हो ए म त अदुवा कस्तो यस्तो नै अदुवा हो नि मलाई तिम्रो एक्सपिरियन्स कस्तो हुँदैछ त ट्रेकिङ फर्स्ट टाइम त्यो खालको चलेको जानु नसकिने रहेछ बच्चालाई अझैले हामी त गाडीमा हिँडेर पो त यति सुखाइजान्छ बदाम जस्तो माथि टुप्पा गएपछि गर्नुपर्छ टुप्पा गएपछि अब यहाँ हो त्यहाँ दामी भ्यू पोइन्ट हो कि त्यो एउटा भरेर ल्याउनुहोस् भर्या भात खाने ठाउँ जानु पुग्नु आँट्यो नि होइन हो रहेछ सक्ने रहेछ विल चेयरमा बसिन्छ जतिबाट पनि पलेटीमा आएर भात खान सकिँदैन अनि बाहिर निस्क्यो भने पनि बाइक अनि बाइकबाट ओर्लियो कुर्सी अनि बसेको जस्तो भए पछाडि मान्छे प्यारालाइज नै भन्छ
कहिले कहिले त गइन्थ्यो नि र नि कोसिसोमा नि सो बिहान पाखामा अब यहाँदेखि ओह्रालो रोटै रोड यहाँ एउटा पोखरी पनि छ एउटा यस्तो डाँडामा होइन ए यो त बनाएको पोखरी हो यो उहिलेदेखि नै त्यो चाहिँ पिउने पानी हो कस्तो भयो हजुर आजको अनुभव डेन्जर होइन बोल्न सक्ने अवस्था छैन तिम्रो कस्तो भयो मेरो ठिकै छ अलिकति मेरो पनि रमाइलो भयो रमाइलो त एकदम रमाइलो अब चाहिँ एडभेन्चर भयो जस्तो लाग्यो होला मलाई होइन अब चाहिँ एडभेन्चर भयो अब त आएन मजा आयो जस्तो लाग्यो के जितेर आएन हामी नपुग्नु भन्ने उहाँ उँधो बत्तीहरू खानु हजुर बत्ती भनेको यहाँ चाहिँ आउँछ मान्छेले आउँछ पिन खान एक्सेप्टेसनै गरेको थिएन 300 रुपियाँ केबी पनि काट चाहिन्छ भनेर पहाड हो नि त यो चाहिँ हाम्रो कसो होला अरे ब्रो ल बहादुर यो त्यो पनि पाण्डु धनबहादुर यो उत्तम खोइ हौ म जेरी फिल्म कस्तो होला एकछिनको जोक देखाइदिउँ जेरी होइन यो महाजेरी जेरी फोटोतिर चाहिँ जेरी यो चाहिँ लीलाबहादुरको के अरे मुलकर घाम त त्यहाँ पो लागेको घरमै छ हो कोसीतिर बस्छ बस्छ यस्तै त राम्रो हो त गाउँ ठाउँमा खतरा छ त बेनबहादुरको घर बवाल छ नि बाटो त्यहाँ यो हाम्रो डेन्जर घर चाहिँ उत्तम खतरा छ नि घरै घर छ सबैको आफ्नो होइन सेपरेट आइटम त मलाई यताबाट धेरै सस्तो पर्छ नि निकै सस्तो पर्छ त्यो भरियावाला सिस्टम पनि गाडी भइदियो भने त होइन गाडी चाहिँ भइदियो भने त म भोलि गइदिन्छु यहाँबाट ल हुन्छ आमा बुवा हामी लाग्छौँ हस् हुन्छ राम्ररी बस्नु गर्नु है त त्यही त हामीलाई पनि साह्रो रमाइलो लाग्यो त ल हुन्छ लाग्छौँ है अब ल हुन्छ म भन्छु यता देखाइदिन्छु पनि हजुरको हुनुपर्छ नि ल हुन्छ अब हस्
यो एउटा मान्छेको जसले बनाएको रोड त्यो मान्छेले मायाको चिनो राखेको होइन फेरि हिँड्ने त खोजो भरे देखियो अलिअलि देखिए देखियो होला नि यहाँ त अनि ट्रेकिङ सुट चाहिन्छ ड्याङमै परेको होइन ओहो आशाको किरण त्यो बाटो हिजो चढेको बाटो ठुलो बाटो आयो त्यसको बाटो देख्दा पनि खुसी भयो यहाँ झन् यो गान्डा गुड्नु छ नि निस्क्यो त्यो हामी स्कुल कटिसक्यो निकुञ्ज पुग्यो अनि विदेशीहरूले भन्छ अरे त नेपालमा हिँड्ने बाटो कस्तो ठुलो परेछहरू भन्छ अरे क्या वास्तवमा रानीको बाटो हो हिँड्ने जस्तो दुईजनाले डोको ठाउँमा चाहिँ उनीहरू बोक्ने पनि छ भन्छन् हामी चाहिँ आफू बोक्ने बन्नुपर्छ के गर्नु यस्तो कस्तो कहाँ हिँड्यो हामी तलबाट साथीहरू आएको छ तराईबाट अनि बरुणसम्म आज केटाहरूलाई यसो घुमार्नु लानु पर्यो हिजो गाउँमा पुऱ्याएँ अनि सम्पर्क भएको भयो नि अनि आउँछन् कि आउँदैन यो ठाउँ दामी छ है हेर त यो ठाउँ दामी छ हेर न परदेशमा एकै त हो नि त सबै पूर्वाञ्चल पुरै पुरै एकै हो नि त यहाँदेखि प्रदेश 2 छ नि जुन चाहिँ यो मधेस त्यसपछि अर्कै हो क्या त्यहाँसम्म त हाम्रै प्रदेश हो नि एक नम्बरै एकको मान्छे एकमै घुमेर अबदेखि अझै पनि केही घुमेको छैन मधेस प्रदेशदेखि यता सबै एकै हो सन्ध्याले एक ठाउँ जानु पर्यो सन्ध्या आएको बेलामा म पनि दिल्ली हेर्न पाउँदिनँ यो त सानोतिनो घुमायो यो त केही घुमेको छैन कहाँ घुमिसक्यो केही हुँदैन क्या जे भए पनि अलिकति इन्टरनेट बेगर त फर्स्ट टाइमै हो नि त्यहाँ यसरी बसेको त म त नि इन्डिया गयो भने पनि भीमनगरमै रिचार्ज गरिहाल्छु क्या हामीबाट छैन
चल रहेछ भरे त होइन हिमाल जस्तो देखेर त्यो कहाँ त्यो घरको मान्छे छ भने भाइ चिन्छ उयो आउँछ दिदी होला उयो को होला होला खै बजाउ बजाउ हो त्यही हो हाम्रो ड्राइभर भाइलाई पनि हल्का सिराउ त हो यो औषधि हो यो अलिअलि झोलामा हाल्दा हुन्छ यो उता पाउँछ पाउँदैन यो तलतिर यो त आलस जस्तो त त्यही त हो नि आलसको जस्तो क्या के यस खानु पानीमा झड्याएर खाने होला नि पानी चाहिँ ए त्यत्रो छ तितोले त तर आलसको बोट जस्तो रहेछ के अम्मममम डेन्जर तितो नि औषधि हो नि त यो त पुरी कहाँ पुर्याउने यो आउँदा लाँदा हुन्छ नि तपाईँहरू उता लाग्यो क्या गोला गोला चाहिँ लाग्यो टिप्ने होइन क्या टिप्ने गएर अब यताबाट झर्छन् जस्तो यताबाट झर्छन् क्या यताबाट यो बाटो हुँदै हेर न पहाड कतिवटा पहाड छ गयो त कतिवटा पहाड छ बोटो ठिकै हो फेटिको टिपी दो कस्तो छ टेस्ट ल टिप अझै टिप एकछिन ल कुन हो अझै कुन खाने पहिला भन कुन खाने अलिक माथि हेर्न माथि दामी छ नि घाम लागेको ठाउँमा राम्रो हुँदो छ माथि त्यता दामी छ त यो तिमी पक्रेर टिपेर खाने नि त्यही टिपेकै हो भर्खर अलिक टिप्ने अनि खाने पनि हाल्नु न त कस्तो रहेछ टिपेर खाने यो चाहिँ हामी सुन्तला घारीमा ल्याएर सुन्तलाको टेस्ट लिँदैछौँ अहिले स्वाद कस्तो छ बगान भित्रै दिइरहेको सही हो होइन छ त सुन्तला होइन कस्तो टेस्ट कस्तो छ लौ खै तिमी पनि ल्याउ न यो माथिको टिपन लौ तिमी त्यही तल भिडियो गर अलिक माथिको चाहिँ झन् अलिक लटरम्म भएको चाहिँ देखाउ न अनि के एउटा भएको देखाएको ए हो यो हो नि त ए सुन्तला छ नि हो नि त लु यताबाट चाहिँ एउटा टिप्रा खाइदिनु पऱ्यो अलिक पर छ नजिक ए सुँगुल पो रहेछ यहाँ त लु के गर्दैछस् भन्दै हेर्दैछस् क्या हो लाइभ टेस्ट हानिदियो एउटा होइन गर्दैछ यसले पनि पर्छ त्यो खाली नामको उयसमा लु माथिको टिप्नु पर्छ यो अलिक थोडा त कुरा होला यहाँ खालि सही छ मलाई टिप्नै गाह्रो यता छ नि यता पनि छ यो साइडमा पनि घाम पर्छ
होइन यस्तो सुन्तलामा यता हेर्न फोटो भगे भगे म टिप्दैछु यो टिप्नु पर्यो लु छोरो कि झरिहाल्छ सुन्तलाको घाँडीमा आएर सुन्तला हेडिङ हान्ने ठाउँ छ त ल बसेर हानु पर्छ एकछिन बाफ्रे ल चप हान्दिउँ ल ल ल ल चप हान्न गइरहेको छु ल छिर्दैन यहाँ चप होइन एउटा बाङ्गे बाङ्गे सिधै ठिक छ यतिको ठिक छ ल छिर्दैन कहाँ छिराउनु खालको मान्छे नै छिर्दैन यो उता निकाल्नु ल बरु ए निकाल्छ त एउटै गुटी गयो छैन तल पुगो हुन्छ यसलाई यता तान धेरै गोटी त्यतै छ है माछाको चामल दाल आफै त्यहाँ हाली खाने ल है ल है ल दालमा त यस्तो दम छ है पानी चाहिँ एकदम हरियो रहेछ है यहाँ नदिन्छ दिन्छ नि नआउने हो यहाँ तालबाट फेरि यो फेरि उयसले लग्यो भने त फेरि भित्र जान्छ उता जान्छ तल पो पुऱ्याउँछ त मामा के यताबाट घुम्नु कि हामी यताबाट झुक्छौँ हेलो गाइज यो चाहिँ शङ्कर सभाको पवित्र धार्मिक तीर्थस्थल हो। यहाँ चाहिँ हाम्रो भान्जाहरू तराईदेखि आउनुभएको छ। उहाँहरूलाई चाहिँ एकदम सुनौलो यात्रा गराउने क्रममा लीला राई र मैले घुमाउन ल्याएको छौँ खोला तार्दै। भनाइ छ यहाँ चाहिँ पुरै मागेको कुरोहरू जे मागेको त्यही पुरा हुन्छ भन्ने उहिले पुर्खादेखिको भनाइ छ। कतिसम्म सत्य हो त्यो पवित्र धार्मिक तीर्थस्थल गोरखोला गाउँपालिका वार्ड नम्बर 5 स्थित अवस्थित रहेको छ यो गोरख मेला। यहाँ चाहिँ माघेनी मेला लाग्ने गर्छ। अत्यन्तै सुन्दर रमणीय खोला एकदम नीलो कलरमा रहेको हुन्छ यो।
कस्तो भयो आजको अनुभव पानीको चिसो मात्र यो नाक सुनेको कालोमा हामी चढ्दैछौँ घुँडा छुने हो यो घुँडा छुने हो घुँडा छुने उकालो हो क्या यो नाक छुने उकालो त हिजो अघि चढेको होइन झरेको पो त चढेको छैन ऊ त घोडा रहेछ त्यहाँ घोडाहरू खच्चडे त घोडै हो कहाँ घोडा आउने त्यो खच्चरमा घोडा हो त्यो घोडै हो के हो केटालाई रिङ्गा डलाउँछ मलाई बाटो देखाएर नहीं देखिनहरू कस्तो अनुभव भइरहेछ अनुभूति मुटु आफ्नै ठाउँमा छ दिमाग आफ्नै ठाउँमा छ दिल धड्कन सबै आफ्नै ठाउँमा छ तर चिसो भइरहेको छ मनमा यो मलाई चाहिँ स्वर्गको आवाज स्वर्ग जाने बाटो यो खोजबाट कुण्ड कुण्ड स्वर्ग कुण्ड वरुण कुण्ड यो घाटा
सकको होला अब यस्तो हुन्छ अब हाइवे बाटो एउटा कट्ठे यहाँ छ हाम्रो कट्ठे यहाँ छ एउटा अर्को कट्ठे हाम्रोबाट भ्यू चाहिँ राति बिहानको भ्यू चाहिँ यस्तो छ यस्तो मुस्ताङ भन्ने एउटा भिडियो बनाइदेऊ त हाम्रो मुस्ताङमा पिचबाट 500 भात यहाँ 300 मासु भात हामी बसेको होटल यही हो यो होटल नाम के अरे यो होटल नाम के अरे होटल मकालु बरुण गोला गट्ठे हो त अनि किन अनि त्यो हिजो चाहिँ पुरा Good morning, people. Good morning, guys. Good morning, people. Good morning, guys. Morning. त्यो कुन ठाउँ रे भन्ने एउटा गोला त्यो कुन ठाउँ रे जालबाट भिडियो हाल्छ कुन ठाउँ स्वर्ग हो भन्ने होइन यो त हिमालतिरको हो नि होइन यो होटल नाम के भन्ने होटल मकालु लक्ष्मी सनराइज गोला सनराइज बैंक हेर न यस्तो दामी छ त घर Explain the beautiness of this area. This place लैजाऊ न तिमी मलाई गोला गोला चाइनाको खोला खोला One, 2, 3, 4, 5. Single पनि हाल्नु single It's pretty louder. Louder. Rapper louder हुने हो हामी Hey, good morning. Good morning. अनि के छ आजको अनुभव राम्रो छ यही अनुभवलाई सँगाल्दै हाम्रो भ्यू चाहिँ एकदम हाम्रो